अस्ति नै हामी खसीको मासु काटेर खाने भनेर हामी दाई राई र ललित भाइ मिलेर हामी सबैजना जाँदै थियौँ। अगाडि चाहिँ साथीहरू सबै हुनुहुन्थ्यो। खसीको मासु खाने भनेर गएको सब बोकै बोका छन् त हौ त्यहाँ बारीमा भनेको। सबैजना बिजी हुनुहुन्थ्यो। कोही कटिङ कोही मासु कटिङ, कोही आगो बालिङ, कोही नाच्दै, कोही मासु यता पोल्दै होइन, कोही दाउरा काट्दै, कोहीलाई ह्यान्डसम भएर बस्ने ठिक्क सबसे ह्यान्डसम दाइ हाम्रो, कोही फेरि नाच्दै, कसैलाई प्राउन भनेर पानीपुरी ल्याउन ठिक्क, पानीपुरी कसले बनाउँछ कसैलाई खिच्न ठिक्कै, डान्सर भन्दा क्यामेराम्यान धेरै भयो यार। पोलेको मासु आएपछि काम केही नगरेकोले खान ठिक्कै, त्यसपछि फेरि नाचगान, कलरफुल भोटो लाएर फोटो खिचिसकेपछि खानेकुरा आयो। म पनि आफ्नो भाग उठाएर बस्नलाई ठाउँ खोज्दै हिँडेको, कहीँ छैन, यता उता जता कतै कन्टेनर शुद्धमा पनि बसिरह। अब कहाँ गएर बस्नु, त्यही पनि म्यानेज गरेर खाइयो। कोही उभिएर खाँदै थिए, कोही चाहिँ खाएर गर्दै बसिरहेको थिए। यो कलरफुल कपडा किन लगाएको भनेर बल्ल थाहा भयो, डान्स गर्ने अरे अब टिमको कम्पिटिसन। त्यही भएर हाम्रो सरले पैसा उठाउँदै हुनुहुन्छ। हामीहरू चाहिँ जज प्यानल है, कसले राम्रो गर्छ त्यसलाई विनर बनाउने। 5 मिनेट 4 मिनेटको प्रस्तुति दिनुहुन्छ। जजहरूले चाहिँ सल्लाह गरेर फर्स्ट सेकेन्ड थर्ड फोर्थ। ए बबुवा, टोटल टिम त 3टा छ, कसरी फोर्थ बनाउने? अब सुरु हुन गइरहेको छ हाम्रो डान्स प्रतियोगिता। डान्स प्रतियोगिता सकेपछि फेरि अब त खाना पनि सक्यो, सबै सक्यो होला भने त फेरि अर्को लट पाकिरहेको छ। अब खाना सकेको खाइयो, नसकेको बोकेर ल्याइयो। अनि घर जाँदै थियो, यस्तो दामी ठाउँ भेटाइयो क्या बाटोमा। अनि फोटो खिच पारेर खिच्यौँ। त्यो साथी हो आजलाई, बाई बाई, नमस्कार, टाटा।